हेलो नमस्ते साथीहरू। फेरि म तपाईहरुको अगाडि उपस्थित भइहालेको छु। तपाईहरु कुरालाई राम्ररी सम्झिनु होला अनि बुझ्नु होला अनि प्रक्रिया पनि हेराउनु होला है। म प्रदीप मल्हा फ्रम हरिणरा गाउँपालिका वाडा नम्बर 7। आज मेन पोइन्ट छ कुरा गर्ने भनेपछि राजनीतिको बारेमा कि हाम्रो देशमा देशको अवस्था कस्तो छ अनि के चल्दैछ देशमा कूटनीतिहरू गठबन्धनहरू के नयाँ सोचहरू ल्याएको छ सरकारले। अनि यो तानाशाहीमा यो देशको विपक्षीमा देशमा क्राइम गर्ने चोरहरूको बारेमा केही कुरा, वास्तवमा त्यो चोर हो कि होइन, यसमा उनीहरूको हात छ कि छैन, कि वास्तवमा के कारणले गर्दा हाम्रो देश पछाडि पर्यो, यसमा मन्त्रीको हात छ कि हरेक विभागमा काम गर्ने कर्मचारीहरूको हात छ कि, यस्तो हरेक सवाल उठ्दैछ जसमा यसको गवाहीमा सम्पूर्ण जनताहरू हुनुहुन्छ। किनभने सरकारले त हेर्न आउँदैन, सरकारको काम हो बाटो हेराउने। यो त तपाईहरुलाई थाहा छ, सबैलाई थाहा छ। किनभने अहिले हाम्रो नेपालमा भनेपछि 80% मान्छेहरू एजुकेसन छ, 80% मान्छे एजुकेट छ। यसमा भन्दाखेरि सरकारको पनि गल्ती हुँदैन। मेन गल्ती कसको हुन्छ? त्यसको अन्डरमा काम गर्ने मान्छेहरूको। अब सरकारमाथि धेरै दबाब हुन्छ, धेरै टेन्सन हुन्छ, धेरै प्रेसर हुन्छ। एउटा कुरा याद भयो, एउटा कुरा याद भएन। तर कतै न कतै लुकेर सरकारको पनि हात छ। किनभने उनीहरू जबसम्म कमजोरी गर्दैन भने त कहाँबाट यस्तो समस्या पैदा हुन्छ? त जड त हाम्रो सरकारै हो, तर पहल गरेर लाग्नुपर्छ हाम्रो जनताहरू मिलेर। अनि हामीहरूको कुरा गर्ने कहाँ थियो कि पहिलो कुरा भन्दाखेरि कि त्यतिखेर पुरै टेन्सनमा थिए हामीहरू। वास्तवमा मन्त्री हो, मन्त्री चेन्ज गर्नुपर्ने हो कि? धेरै आन्दोलन पनि भयो, धेरैजना मरियो पनि त्यसमा। कतिजनालाई थाहा पनि हुन सक्छ, कतिजनालाई थाहा पनि हुन सक्दैन। यसमा थाहा छ कतिजना मरियो? 51 जना। 51 जनाको मृत्यु भयो यो आन्दोलनमा। कसैले गोली खाएर मरियो, कसैले केही कारणले गर्दा, तर मरियो त्यही आन्दोलनमा जुन घटना भयो। धेरै घटनाहरू छ, तपाईहरुलाई पनि थाहा छ। अनि 1000 भन्दा बढी घाइते भयो। त यो घाइते किन भयो? किन लड्यो? देशको लागि नि, कि आउनेवाला दिनमा देशमा जुन खराबी छ त्यो चेन्ज होस्। जसमा अहिले मुद्दा चल्दैछ, सबभन्दा पहिला पूर्व प्रधानमन्त्री केपी ओली हुनुहुन्छ। त्यसलाई पहिला कस्टडीमा लियो। त्यो पनि कहिले? 2082 चैत 14 गते पक्राउ पर्यो। अनि त्यसलाई छानबिन गर्दाखेरि पुलिस कस्टडीमा लगियो इलाका प्रहरी कार्यालयमा। अनि त्यहाँ छानबिन गर्दा अब के भयो? त्यो बिरामी पर्यो। कसो भयो? अब बहाना लगायो कि हो कि होइन, के हो कसो हो। तर अहिले पूर्व प्रधानमन्त्री केपी ओलीको उपचार चल्दैछ हस्पिटलमा। अनि त्यसको छानबिन चल्दैछ। अनि अर्को कुरा, गृहमन्त्री रमेश लेखकलाई पनि कस्टडीमा लियो। उनीहरू पनि मुद्दा चल्दैछ। पुरानो जुन दस्तावेजहरू छ, जुन करप्सनदेखि लिएर इन्कम बजेट, जुन देशको इन्कम बजेट के छ कसो छ त्यसको छानबिनको लागि वास्तवमा यति बजेट थियो
आखिरमा यति किन लागू भएन, यो पैसा कता गयो, कता तपाईहरु लगाउनु भयो, यसको बारेमा छानबिन गर्नका लागि खास गरेर पुलिस कस्टडीमा लगियो। अनि जुन मृत्यु भयो त्यसको छानबिनको लागि। अनि तपाईहरुलाई म के भन्न चाहन्छु कि या सहकारी संस्थामा काम गर्ने मान्छे होस् या प्राइभेटमा काम गर्ने मान्छे होस्, प्राइभेट पनि प्रविधिहरू धेरै छ, जुन झोलेहरू छ कि झोलेहरू धेरै छ जसले काम कम गर्छ, कुरा बढी गर्छ। त्यसलाई खास गरेर म स्वतन्त्र गराउँदै छु, किनभने अहिले त सुरुवातै हो। अहिले त मन्त्रीसम्म कुरा गयो, मन्त्रीलाई पक्रियो, गृह मन्त्रीले। बिस्तारै बिस्तारै तपाईहरु पनि त्यही ठाउँमा पुग्नुहुन्छ। त्यसैले सावधान भइहाल्नु। अब अगाडि त खुसी खबर के आइहाल्यो, एसएलसी एक्जाम। अब एसएलसी एक्जाममा पनि धेरै किसिमको कन्सेप्टहरू छ कि सरकारहरूको। वास्तवमा एसएलसी एक्जाम कसरी हुँदैछ, किनभने यो भन्दा पहिला भन्दाखेरि 2071 सालमा कुरा गर्दाखेरि 20-25 वटा स्कुल एक्सपेल्ड भएको थियो। त्यतिखेर एजुकेसनमा धेरै टाइट गरेको थियो। एजुकेसनमा के टाइट गरेको थियो, वास्तवमा विद्यार्थीहरूले पढाउँछ कि पढाउँदैन, स्कुलमा धेरै पढाउँछ कि पढाउँदैन, सर्वेक्षणको लागि जान्छ कि जाँदैन, कि गफ मात्रै चल्दैछ स्कुलमा, यसको छानबिन चलेको थियो। जसको कारणले गर्दा धेरै स्कुलहरू मार्कामा गएको थियो, धेरै विद्यार्थीहरू फेल पनि भएको थियो, स्कुल पनि एक्सपेल्ड भएको थियो, मास्टर पनि खारिज भएको थियो, धेरै अधुरो। त्यसैले यस्तो न परिस्थिति आओस् कि जसमा तपाईहरु पनि बदनाम हुनुहुन्छ। तपाईहरुलाई थाहै छ भ्रष्टाचारीमाथि कस्तो त्यो लिएको छ। तपाईको यो पेन छ नि, पेन पनि छिनिन्छ, रजिस्टर पनि छिनिन्छ, खारिज पनि हुन सक्नुहुन्छ वन मिस्टेकले। किनभने यसमा देश कमजोर हुँदै जान्छ। जब सहकारी संस्थामा काम गर्ने मान्छेहरू एक्टिभ हुँदैन, या कुनै भी विभागको किन नहोस्, पुलिसको होस्, सीआईडी को होस्, स्कुल लेभलको होस्, या मार्फत कार्यालयको होस्, या सहकारी संस्था कुनैको किन नहोस्, जब उनीहरू सक्षम हुँदैन तबसम्म एजुकेसन अगाडि बढ्न सक्दैन। त्यसैले मलाई खास गरेर मन्त्रीसँग यो अनुरोध छ कि भ्रष्टाचारीको साथसाथ त्यो भन्दा ठुलो भ्रष्टाचारी हो गभर्नमेन्ट स्कुल, जसमा तपाई राम्ररी टेस्ट लिनुभयो भने 100% विद्यार्थीमा 25% विद्यार्थीले पास गर्न सक्छ। त्यो पनि गभर्नमेन्टको। प्राइभेटको कुरा छोड्नु, प्राइभेटको विद्यार्थीमा तुलना कहिले गर्न सक्नुहुन्न। म लेखेर भन्छु, प्राइभेटको विद्यार्थीलाई कहिले तुलना गर्न सक्नुहुन्न। सबै विद्यार्थी पास हुन्छ, तर एक गभर्नमेन्टको स्कुलको विद्यार्थी पास हुन धेरै गाह्रो छ। किन यस्तो भयो?